दिनुपर्छ भन्ने चाहिँ पुरानो पार्टीले सोच्नुपर्छ। अनि यता अहिले रेणु दाहाल र शोभिता गौतमको नि यता चर्चा छ, तिमीलाई कसले जित्छ जस्तो लाग्छ? अथवा रेणु दाहाल र उसमा चाहिँ रेणु दाहालले जित्छ जस्तो लाग्छ। अनि धेरै विकसित गरे हान्डोले विकास गरे हान्डो, त्यस कारण हजुरको आफ्नो परिभाषामा विकास भने चाहिँ के भनेर बुझ्नुहुन्छ हजुर? जस्तै शिक्षा पनि लानु पर्यो, सँगसँगै स्वास्थ्य पनि हुनु पर्यो होइन, रोजगार पनि हुनु पर्यो होइन, यहाँको युवाहरूलाई विदेश पलायन हुनबाट चाहिँ रोक्न सक्ने एउटा त्यस्तो किसिमको भिजनहरू लिएर आएर यो ठाउँको चाहिँ विकास गर्नुपर्छ भन्छु है म त। मेयर हुनु र सांसद हुनुको चाहिँ भूमिका फरक हुन्छ। अब शोभिता गौतमले पहिला सांसद हुँदा पनि सशक्त रूपमा आफ्नो धारणा अनि जनताको भावनाहरू प्रस्तुत गर्नुभएको थियो। अब गर्छु भन्ने विकास गर्छु भन्ने त सबै हुन्छन् नि होइन, कोही त त्यस्तो भ्रष्टाचारी छैनन् र पनि उनको न्यून उपस्थिति छ भने सदनमा त्यसले केही गर्न सक्दैन। आउनु त चुनावको बेला जो पनि गर्छु भनेर आउँछ के अरे, अब भोलि गएपछि अब फर्केर आउँदैन। समस्या त्यही छ। त्यही हो, कानुन सम्बन्धी नै पढेको। अब कानुन बनाउने ठाउँमा कानुन पढेको व्यक्ति चाहिने कि अरू चाहिने भन्ने कुरो। भनेपछि हजुर पनि घन्टीतिर हुनुहुन्छ कि कस्तो? होइन, म त नेकपा एमालेको मान्छे हो। एमालेको मान्छे म भोट पनि मैले कमरेड हुनुहुन्छ हजुरको? हो, कमरेडै हो। म केपी ओलीको समर्थक हो। अब मैले सूर्य चिन्हलाई नै भोट हालिदिएँ मैले त। यदि यो भिडियो अब शोभिता म्याम अथवा रेणु म्याम भाटै पुगेछ भने पनि उहाँलाई केही भन्न चाहनुहुन्छ भने, स्पेसल्ली जेएनजी युवाबाट म्यामलाई? दुईजना मात्रै जसले जिते पनि रोजगारी सिर्जना अनि देशलाई आत्मनिर्भर बनाउनेतिर ध्यान दिन पर्यो र व्यक्तिगत चाहिँ अब शिक्षा स्वास्थ्यमा चाहिँ सुधार हुन पर्यो। भ्रष्टाचार त कम हुन पर्यो। मङ्गलपुरदेखि रामपुरसम्म चाहिँ फुटपाथ पनि हुन पर्यो। हामी किसानी हो, हामीले कुनै पानीको सुविधा पनि छैन, अब कुनै अब बिउ बिजनको सुविधा पनि छैन, मलको सुविधा पनि छैन। 5 किलो मल लिनु पर्यो भने लाइन बस्नुपर्छ। अबको यो समयमा विकास चाहिँ कसले गर्ला जस्तो लाग्छ हजुर? यहाँको परिवर्तन यहाँको व्यक्तिले, यहाँको मान्छेले, यहाँको नेताले गरेको यो होइन, विदेशीले गर्ने हो। भू राजनीतिलाई बुझ्न सक्ने खालको नेता चाहियो जसले भू राजनीतिलाई सम राख्न सक्छ के।